आफ्नो घर आफैले बिगार्ने छोरी मान्छेमा हेर्नुहोस् साथीहरू, यो 5 वटा लक्षण हेर्न पाइन्छ। जुन छोरी मान्छेमा यो 5 वटा लक्षण हुन्छ नि, हो त्यो छोरी मान्छेले कहिले पनि जीवनमा आफ्नो घर राम्ररी गरेर खान सक्दैन। के हो त्यो 5 वटा लक्षण? सुन्नुहोस् है त साथीहरू। नम्बर 1, ऊ एकदमै जिद्दी हुन्छ। ऊ कसैको सामने झुक्न मान्दैन। उसले गल्ती गरेको छ भने पनि त्यो गल्तीलाई पनि उसले सही बनाएर नै देखाउन खोज्छ। नम्बर 2 साथीहरू, उसको बोली नि कैँची भन्दा पनि धार हुन्छ। मान्छेको मन दुख्ने गरी, मान्छेको चित्त दुख्ने गरी चस चस बोल्ने गर्छ। उसलाई कसैसँग फरकै पर्दैन कि मान्छेलाई जे भी होस्, कुनै फरक पर्दैन उसलाई। नम्बर 3 साथीहरू, आफ्नो बुढाको बेइज्जती गर्ने गर्छ, नीचा देखाउने गर्छ। खाली अरू मान्छेसँग आफ्नो बुढालाई तुलना गर्ने गर्छ। फल्ना यस्तो छ, फल्नाले यो लियो, फल्नाले त्यो गर्यो, तिमीले सक्दैनौ भनेर खाली आफ्नो बुढालाई नि साथीहरू नीचा देखाउने गर्छ अनि घरमा नकारात्मक खालको माहौल बनाएर राख्छ। नम्बर 4 साथीहरू, आफ्नो घर भन्दा ज्यादै नि आफ्नो माइती घरपट्टि नै मोह राख्ने गर्छ। बिहे भइसक्यो त्यही पनि आफ्नो बुढाको घरलाई उसले कहिले घर मान्दैन। उसले आफ्नो जन्म हुने घरलाई नै घर हो भनेर मान्ने गर्छ र त्यहीपट्टि नै ज्यादा मोह राख्ने गर्छ। नम्बर 5 साथीहरू, बाहिरको कुरा सुनेर आफ्नो बुढासँग झगडा गर्ने गर्छ। आफ्नो बुढाको आमा बाउसँग झगडा गर्ने गर्छ। जुन छोरी मान्छेमा यो 5 वटा लक्षण हुन्छ नि, फेरि त्यो छोरी मान्छेले जीवनमा कहिले पनि राम्ररी आफ्नो घर गरेर खान सक्दैन। लेखेर राख्नुहोस्।